हजुरले लागिरहेछ हजुरले भन्न सक्नु एकदम जाडो जाडो फिल भइरहेछ खेल्न नआए पनि फुल लुक देखाइदिनु यसको हाई गाइस नमस्ते एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल सो आज चाहिँ हामी घुम्नको लागि पनि होइन नुहाउनको लागि गर्मी धेरै छ नि त सो त्यसैले स्विमिङ गर्नको लागि हामी चाहिँ हात्तीसार जानु लागेको अनि आज चाहिँ जस्तो यतिको नर्मली हाफ प्यान्ट र टी सर्ट लगाएर जाने हो त्यस्तो घुम्ने तरिकाले चाहिँ होइन सो अब चाहिँ म रेडी हुन्छु गाइस नो मेकअप आज चाहिँ अलिकति सनस्क्रिन मात्र अनि त्यसपछि चाहिँ भयो अनि अब चाहिँ म रेडी हुन्छु गाइस कपडा चेन्ज गर्छु हामी चाहिँ हिँड्न लागेको गाइस मेरो आज चाहिँ सबैले कट्टु नै लाउने हो गाइस किनकि हामी आज ओ माई गॉड घाम के छ मर्ने तरिकाको घाम छ हामी चाहिँ आज नुहाउन पनि नुहाउने भनेर नि जानु लाग्यो त्यसैले कट्टु लगाएको साइकल सो गाइस हामी चाहिँ जान लागिसक्यौँ यस्तो घाम छ गाइस हामी चाहिँ सनमको घरमा पुग्यौँ अनि एक सेकेन्ड Yeah guys, that's it. यही नै हो मेरो आउटफिट टी-सर्ट हाफ प्यान्ट एन्ड चप्पल चाहिँ रुखा न सबले आउटफिट हामी देख्यौँ गाइस यही हाम्रो आजको आउटफिट हामी देख्यौँ त्यहाँ चाहिँ मेनुका त्यो गर्न क्यास माग्न गएको क्यास चाहिँ छैन भन्नुभयो आन्टीले सो अब हामी चाहिँ अर्को ठाउँमा जाँदैछौँ अर्को ठाउँमा चाहिँ दिनुहुन्छ कि हुँदैन अनि हामी त्यो क्यास बोकेर चाहिँ अटोमा जाने हो फाइनल्ली एउटा क्यास पायौँ हामीले हुन्छ अङ्कल सो फाइनली हामीले पायौँ अनि यो अङ्कलको पसल राम्रोसँग चलोस् त्यही भन्न चाहन्छु म मनी इज मनी 500 यता चाहिँ भोग लगाएर धनाप न सम्झाएर जाऊँ मेरो बेबीलाई भोग लागेछ नास्ता खाएन हामी चाहिँ अटो हामी चाहिँ झरीमा अब नास्ता खान्छौँ बजारमा त्यस्तो देखिन्छ हामीले पौडी खेल्ने ठाउँ चाहिँ यहीँनिर हो गाइज हजुरहरूले पनि पौडी खेल्न मन छ भने आउनु होला के रे फेरि पौडी खेल्छ है गाइज म मोबाइल राखेर भिडियो गरौँ क्या हो पानी अन्छु म त गाइस पौडी खेल्न मजा आयो म चाहिँ पानी भर्दैछु गाइज मोबाइल यति राख्नलाई नुहाउनु पर्छ घर गएर अब चाहिँ गाइज म पौडी खेल्न जान्छु गाइस पानी चाहिँ भित्र चिसो माथि तातो छ कस्तो गजबको अनि कस्तो लागिरहेछ हजुरले भन्न सक्नु एकदम जाडो जाडो फिल भइरहेछ खेल्न नआए पनि हामीलाई चाहिँ फ्रेस मजा खान गर्मीमा अब यस्तो चिसो पानीमा पौडी खेल्न त कसले पनि मजा लाग्दैन मजा आइरहेछ गाइस तपाईँ पनि आउन लाग्यो हाम्रो कोहलपुरमा रहेको हात्तीसार डेटिङ स्पट पनि हो गाइस आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्ड लिएर पनि आउन सक्नुहुन्छ अनि हामीलाई पनि मिलाइदिन सक्नुहुन्छ
सिंगल छौँ है सिंगल छौँ हामी सब सिंगल छौँ गाइज पानीभित्र जान्छु है गाइज मोबाइल वाटरप्रुफ हो कि होइन त्यो थाहा छैन नत्र भएको भए पानीभित्र देखाइदिन्थ्यो यार गाइज गाइज मलाई चाहिँ यहाँ यति आउँछ त्यहाँ चाहिँ अलिकति गएर छ आई होप हजुरहरूले मसँगै स्विमिङ इन्जोय गरिरहनु भएको छ भनेर कैसा लगा आप कुछ कहना चाहते हैं इसको मारने दो गाइस अब इससे पूछते हैं गाइस आपको कैसा लग रहा है स्विमिंग करके बहुत मजा आया यार क्या करने हम लोग डुबते हैं गाइस आप लोग बताना तपाईँहरू भन्नु होला कि कति बेरसम्म डुब्छौँ त देखिहाल्छ ल ल अब हामी डुब्छौँ है हात पात ठेकाएर गइदिनु तपाईँलाई 1 2 3 4 बाग भएर आफ्नो सम्झना गाइस सम्झनाको सास छैन मेरो सास ल मेरो कार मेरो अब अनि के 2 3 वाइ मेरो गागा टाउको माथि भयो के हैन अच्छा गुड जब कत्ते रहो मेरो गाले हरि झर्ना लई हाम्रो सक्दैन बेमा ल यो चाहिँ फर्स्ट वे यसको 31 मेरो 17 इनको 14 मैले हारेको किन पाइन्छ ल हुन्छ अङ्कल ल ओइ पाइन्न र दिदी गाइस हामीले चाहिँ त्यसो नपुगेको भन्ने चाहिँ होइन पुगिसक्यो मेरो खुट्टामा के काफे अल्झायो कि गाइस अब चाहिँ हामी पौडी खेलेर हिँडेको दिदी फेरि कता उता ए माछा गाइस माछा वाउ अम्बो नमाछा हेर्नु त गाइस माछा कहिले देखेर चाहिँ अरे देख्नु त देखेछौँ गाइस योभन्दा ठुलो हाम्रो बाउमा कति ठुल्ठुलो माछा हुन्छ थाहा छ हामीलाई हजुरले हेर्नु देख्नुभयो कि नै एकछिनमै गाइस म हजुरलाई चाहिँ गएर देखाउँछु हात्ती शर्मा आएर हात्ती नभेटेर फेरि कामै भएन गाइस मेरो गाछ हात्तीलाई हाई गर्दैछन् एउटा हात्तीले अर्को हात्तीलाई अबे घाँस ओर्छन् बे गाइस हामीले चाहिँ नि यस्तो छ अनि हामी चाहिँ मेरो मेन गएको चाहिँ फर्स्ट टाइम तिम्रो के कस्तो हात्ती शर्मा मेरो पनि फर्स्ट टाइम सेकेन्ड टाइम सो हामीले चाहिँ फर्स्ट टाइममा हामीले चाहिँ केही पनि थाहा थिएन पिकनिकमा थियो साथीहरुसँग अनि हामीले चाहिँ केही पनि थाहा बोल्न थिएँ कि बुझे अनि हामी चाहिँ थाहा छैन गाइस अब आज चाहिँ पौडी खेल्यौँ भोक त लागेको तिनीहरू दुईटा चाहिँ अगाडि छन् गाइस यहाँ आउँछ तिमी यहाँ आउ न गाइस हामीसँग चाहिँ एउटा घटना घट्यो के भन्दाखेरि सरब डुबी थिएन किन अनि गाइस झराले गएर पछि के रे सनम डुबेको भए त हामी जेलमा जान्थ्यौँ ए साँच्ची गाइस मम्मीहरू यार यिनको कुरा पनि सही हो तर गाइस मान्छेले चाहिँ डुबेपछि कि यस्तो गर्छन् अनि कस्तो हल्का कराउँछन् चिच्याउँछन् यिनी त कस्तो दिन हामी चाहिँ नुहाएर पनि एकछिन म यो काठ यसमा हामी चाहिँ नुहाएर अनि के अरे हल्का कपडाहरू सुकाएर मेरो चाहिँ त्यस्तो सुकेको छैन हल्का बाक्लो भएर अनि कपडाहरू सुकाएर तिनीहरू चाहिँ जान लागिसकेका हात्ती हेर्न मन लागेर हात्ती सराएपछि हात्ती हेर्ने भन्ने उस गरेर हामी चाहिँ हात्ती हेर्न जान लागेको नजिकबाट टाढोबाट चाहिँ अलिकति देखेछौँ सन पनि आइहाल्यो गाई चाहिँ हेर्नु न कति राम्रो
हामी चाहिँ नजिकैबाट हेर्छौँ है गाइस। वाउ 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 हेर्नु त गाइस। ओइ त्यो चिप्लेटी हो कि के हो? पानी हेर्नु सक्नुहुन्छ यहाँ। हात्ती हेर्न सक्नुहुन्छ हजुरहरूले। गाइस मैले चाहिँ अहिले मेनु गएको मोबाइलबाट भ्लग गर्दैछु। मलाई चाहिँ पिङमा बस्न मन लाग्यो तर यहाँ कति डुल्ने मतलब बस्ने गर्ने ठाउँ रहेछ नि। हामी सिधै पौडी खेल्न गयो टाइम वेस्ट भयो कि अनि कुराहरू गऱ्यौँ यताउता त्यतिकै टाइम वेस्ट भयो। न त मलाई त उस त्यो छ नि गाइस म चाहिँ अब पिङमा बस्छु। यिनले चाहिँ हामी चाहिँ अहिले यस्तो राम्रो ठाउँमा छौँ कि के भनौँ। मेरो चाहिँ यस्तो टाइपको चाहिँ मलाई चाहिँ बहुत मनपर्छ। मेरो फेभरेट हो। मलाई यो कस्तो आउट अफ कन्ट्रीतिर हुन्छ नि त्यस्तै लागिरहेको फिल। वाउ यस्तो मजा आइरहेको। फुल लुक देखाइदिनु यसको। यति राम्रो भ्यू हेर्दै यस्तो मजाले आनन्दले सुत्दै ढकेरी जस्तो लागिरहेको। के वाउ गाएनौँ फेरि ढकेरी। अहिले यो सानो भ्यू पोइन्टमा छ हामीले नामकरण गरेको यसको। हामीले अनि हामीले चाहिँ यहाँ बस्नु यस्तो आनन्दमा चाहिँ घरै जानु मन लाग्छ नि तर के गर्नु जानै पर्छ गाइस। म चाहिँ यो के अरे हात्तीसारको पार्कको बिचमा छु अनि यसको नाम चाहिँ थाहा भएन के हो। हामीले चाहिँ भ्यू पोइन्ट भनेर नाम राखेको छौँ। तल चाहिँ दिदीको टिकटक भइरहेछ। अर्को चाहिँ मस्तले सुतेछु गाइस। अनि अब चाहिँ हामी पनि एकछिन सुत्छौँ गाइस। हामी चाहिँ अब घर जानु लाग्यो। बाई बाई भन्नु पर्यो यो हात्तीसारलाई। अनि अब चाहिँ हामी घर जानु लाग्यो। राति पनि भयो धेरै। ओइ म भाग्छु त्यहाँ बोब्ला छ बोब्ला। मानसिक सन्तुलन बिग्रेको बोल त भन्नु नै गाइस। म चाहिँ चिन्छु है फेरि यिनलाई। हाम्रै गाउँको नि त गाइस। अब चाहिँ हामी घर जानु लाग्यो। बाई बाई हात्तीसार बाई बाई। चाहिँ हामी घर जानको लागि अटोमा बसेको तर अटोवाला अङ्कल नै हुनुहुन्न। गाह्रो छ हामीलाई। आफ्नो अटोवाला जस्तो रिजर्भ गरेर आफ्नै अटो हो यो हाम्रो। यो चलाउने मान्छे फेरि कोही छैन। चाहिँ अब आउनुभयो गाइस। अब चाहिँ हामी घर जान्छौँ ढिलो नगरिकन। हाम्रो चाहिँ अटो पनि चल्यो। अब चाहिँ हामी घर जानु लाग्यो। टिकटकमा भ्लग पनि हाल्छौ र? नाइ sangre estalla y caíste. अँध्यारो भइसक्यो। अब चाहिँ यहाँबाट चाहिँ हिमानी दिदी चाहिँ घर जानुहुन्छ अनि हामी चाहिँ अगाडि जान्छौँ गाइस। हामीहरू चाहिँ
आएर पनि अनि खानासाना पकाएर खाएर पनि मस्तले बसिसकेको छ हामी। अब चाहिँ भ्लग यही एन्ड हुन्छ गाइज। मन पर्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला। अनि त्यही गाइज नेक्स्ट भ्लगमा भेटौँला। बाई बाई।